गाइस तपाईहरुलाई स्वागत छ यो मेरो ब्लगमा र तपाईहरुले थम्बनेल र टाइटल देखेर र भिडियोको सुरुवाती देखेर थाहा पाउँदै सक्नु भयो होला आज पौडी खेल्न गएको हो भनेर हैन। अनि च्याट्टासँगले उ यहाँनेरिबाट चाहिँ हामी पारी तर्छौं यता जाने हो हैन। अनि च्याट्टासँगले तपाईहरुलाई भिडियो कस्तो लाग्छ हेर्दै गर्नु होला र मन परेमा लाइक सब्स्क्राइब गरिदिनु होला त्यही भन्न चाहन्छु। अगाडि बढौँ गाइस हैन हामी चाहिँ खोला तर्न आलेको देख्न सक्नुहुन्छ। मोबाइल चाहिँ अब यो खोला तर्छ यो उहाँ पर भुइँमा राखेको छ मोबाइल चाहिँ हैन त्यही कारण हो। त्यही कारण यता खेलेको छ अलिक राम्रोसँग देखाउन पाइँदैन म्यान नगर्नु होला भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। जान्छौँ यता हामी खेलेको देखिदिनु होला। हे गाइस हैन अनि हामी चाहिँ उताबाट आउँदाखेरि चाहिँ च्याट्टासँगले उताबाट आएको चाहिँ भिडियो बनाउनु पाइएन किनकि मेमोरी फुल भएर चाहिँ भिडियो आफै अफ भएछ हैन। त्यही हो च्याट्टा देख्न सक्नुहुन्छ। केटाहरू चाहिँ यहाँबाट चाहिँ केटाहरूमा चढ्न थालिसकेका छन् देख्न सक्नुहुन्छ। किन फुल हो भने चाहिँ यति भिडियोमै हैन 32 GB को थियो मेमोरी पनि सेटमा हैन। त्यही हो हैन त्यो पनि फुल भइरहेको थियो 6 मिनेटको चाहिँ भिडियो भएछ त्यहाँबाट उता भएन त्यही भएर यसलाई मिलाएर मात्र बनाएँ। त्यही भएर अरू भिडियो डिलिट हानेर अनि च्याट्टासँगले चाहिँ अब के भन्छ फेरि भ्लग बनाउँदैछु होइन लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु। अब आँप खान्छु म आँप पनि खाएको हेर्नु होला। केटाहरू आँप पाकेछ गाइसमा त्यस्तै हो। अस्ति नै बाढी आएर चाहिँ रुखसुख ढालेछ होइन। चढ्नु गाइस भिडियो चाहिँ फेरि कस्तो भइरहेको छ होइन ढालेन चढेँ होइन गाइसमा चढ्न चाहिँ चढिसकेको छु मल झऱ्यो भने चाहिँ यो भिडियो नै आउन पाउँदैन गाइस। हेर्न सक्नुहुन्छ आँप टिपेर हानिदिहालौँ केटाहरू लोभे नगरे भने टिप्दै फाल्दैछन्। आँप देख्न सक्नुहुन्छ है लास्ट राम्रैसँग चाहिँ पाएँ होइन र पनि हेर्नु होला खान्छु। दाँत चाहिँ लास्टै कुटिने होइन गाइस गाउँमा पनि खाँदा दाँत कुटेर मरै लाग्छ। आँप खाइसक्छौँ अब फेरि पौडी खेल्छौँ तपाईँहरूले हेर्दै गर्नु होला। हामी अहिले नै भिडियो चाहिँ अन्तिम गरिदिनौँ होइन। यति पनि हान्दैछ होइन म चाहिँ उल्टी हान्न सकिनँ होइन। पहिले चाहिँ हान्छु तर अहिले चाहिँ म बानी नभएर होला गाँसमा उल्टी हान्छ अरे होइन। ग्यासमा चाहिँ उल्टी हान्न बिर्सेर चाहिँ गाह्रो भएन।
गाडी झानेर आइसकेको छ गाई जब उल्टी हान्छ अघि हान फेरि हान्ने अरे बडी देखाउँदैछ नभएको बडी हड्डी नै हड्डी परेका जिउ ठिक ठिक है अब त फेरि उल्टी हान्न जाँदै हुन्छ म सरले उल्टी हान्न सरले उल्टी चाहिँ हान्नु भएन ल ल खाँदा पनि खाना सर पनि उल्टी हान्न जाँदै हुन्छ गाई झिनिसकेको छ गाईले चाहिँ के हान्ने अरे हान्छु हान् देखाइदियो भन्दैछ डाइफ अरे चाहिँ कुन खालको डाइफ हो तपाईँले कुन ठाउँ भन्नु होला यो सभा खोला होइन यो पौडी खेला चाल जस्तो छ होइन मेरो पनि त्यही हो गाईले चाहिँ के हान्ने हो गाई चाहिँ हेर्नु होला पौडी खेलाइ चाहिँ यसरी खेल्न चाहिँ लास्टै मजा आउँछ झन् बगेको पानीमा चाहिँ खेल्न खेल खेल ल गरे म हेर्छु नि यहाँ त्यति मात्रै हो नि गाइस यता त फेरि गहिरो छ नि आउन आँट्दै हुन्छ उनीहरू चल्नु 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 यहाँ आइसक्दै हुनुहुन्छ आउँदै हुन्छ एकजना सुल्टी परेर एकजना घोप्टी त्यो हुन्छ ल कसरी कटाउने मेरो पाउको गाई छैन हामीले चाहिँ पौडी सौडी खेलिसकेका छौँ र पनि उसलाई रर्नु पुगेर खेलै छ होइन अनि र चाहिँ च्याट्टासँगले अब लुगासुगा लाएर घर जानुपर्ने हुन्छ होइन हामी चाहिँ अनि तैँमा चाहिँ फर्स्ट दोस्रो भ्लग हो मलाई खासै भ्लग बनाउनु पनि आउँदैन र कसरी भ्लग सुरु गर्ने त म अहिले सिक्दैछु त्यही कारण हो र भिडियोबाट जानुभन्दा अगाडि पुरै भिडियो हेर्नुभयो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र तपाईँहरूसँग टाइम छ भने सक्नुहुन्छ भने तपाईँहरूले सेयर पनि गरिदिनु होला भन्न चाहन्छु यति भन्दै सबैजनालाई धन्यवाद आजको भ्लग यति नै र फेरि भेट्ने नै छौँ छिट्टै तपाईँहरू सब्सक्राइब गर्दै गर्नु होला ओके